यो जेठ अन्तिम महिनाको ड्रागन फ्रुटको फल हो यो। जस राम्रै भइरहेको छ, सानसानोहरू पनि आइरहेको छ। यो यसरी यो यसको क्षमता कम भएको कारणले गर्दाखेरि यो धेरै बाक्लोहरू चाहिँ यो यसरी आयो भने यिनीहरू बस्दैन। त्यही भएर यिनीहरू आफै झर्छ। फाल्दा पनि हुन्छ, नभए आफै पनि झर्न सक्छ। झर्छ यसरी फाल्दिए पनि हुन्छ। यो काम छैन। र यो लटको निस्किन्छ। यो ड्रागन फ्रुट भनेको 6 लट 7 लट 8 लट आइरहन्छ। यसरी यत्रो ठुलो भइसक्यो छ। यस्तो छ। यो सानो छन्, कोही यसरी लपक्कै छन्। हाम्रो ड्रागन फ्रुट यो सेतो खालको पनि छ, यसमा रातो खालको पनि छ। यो ड्रागन फ्रुटहरू यो रातो खालको अलि रातो हुन्छ र सेतो खालको चाहिँ भित्र सेतो हुन्छ। यसरी यो लपक्कै आइरहेछ। यो बत्तिलाहरू फुल फुल्ने क्रममा छ। यिनीहरू 6-7 दिनमा फुल्छन्। अब फुलहरू फक्रिन्छ। यति धेरै छ। बिरुवाहरू अर्को सालमा धेरै नै निस्किन्छ। बिरुवा चाहिएमा हामी फ्रीमा दिन सक्छौँ। ल है त, यो ड्रागन फ्रुटहरू मिठो र स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। मल चाहिँ यसमा जरामा वर्षको 3 देखि 4 चोटि चाहिँ हाले राम्रो। ल है त, यो भिडियोहरू पछि फेरि हाल्नेछु म। यसरी छ। स्वास्थ्यको लागि राम्रो। सेतो खालको यो ड्रागन फ्रुट हामीसँग सेतो खालको भन्दा रातो खालको बढी छ। यिनीहरू 6-7 दिनमा फक्रिन्छ। अब यो यसपालिको यो 7 महिनाको यो बिरुवा हो। यो पोल यिनीहरू 1.5 वर्ष भयो। पहिला नि फलेको थियो, अहिले नि फलिरहेको छ। यो अब यो 7 दिन 8 दिनमा चाहिँ पाक्न सफल हुन्छ। यो यसरी भोलि पर्सि अर्को सालमा हजुरहरूलाई बिरुवा चाहिएमा फ्रीमा पनि दिन सकिन्छ हामीले। ल साथी हो, यो अरू सामु पुर्याउनको लागि हजुरहरूले लाइक सेयरहरू गरिदिनु होला। हजुरहरूलाई यसको बिरुवा चाहिएमा पनि हामी दिन सक्छौँ। यसरी छ। तल पनि लगाइएको। यसपालि धेरै नै फल्ने आशामा छौँ हामी। आउनुहोस्। ल है त, यति भन्दै म अब पछिको असारको भिडियो बनाउने छु। हस् त।